जातले होइन मनले चिनिन्छ मान्छे। ए पुरन लामा सरजी, कहिले काहीँ त सोच्न बाध्य हुन्छु म, जातले मान्छे ठुलो हुन्छ त। साँच्चै हो नि काका, यो कुराले त आज पनि कतिपय मानिसहरूलाई विभाजनमै राखिरहेको छ। तर म भन्छु, जातले होइन काम र विचारले मान्छे चिन्नुपर्छ। मलाई लाग्छ समाज बदलिने ठुलो भाषणले होइन, मलाई लाग्छ समाज बदलिने ठुलो भाषणले होइन, यस्तो सानो संवादहरूले हो बिउ रोपिन्छ। हामीसँग साझा सपना छन्, साथ समाज, समान व्यवहार, अनि त्यो सपना पुरा गर्ने जात होइन एकता चाहिन्छ। बाल्यकाल सम्झिस, बाल्यकाल सम्झिस, टिफिन ल्याउँथ्यौ र एकसाथ खान्थ्यौँ। त्यो बेलामा त कुनै जातको कुरा भनेर त पहिला कहिल्यै सोचेको थिएन। अहिले पनि हामी मिलेर उदाहरण दिन सक्छौँ। हाम्रो बच्चाहरूले हामीलाई देखेर यी कुराहरू सिक्छन्। जातपात होइन, आत्मसम्मान र मानवता नै पहिलो हो भने। मलाई लाग्छ समाज बदलिने ठुलो भाषणले होइन, मलाई लाग्छ समाज बदलिने ठुलो भाषणले होइन, यस्तो सानो संवादहरूले हो बिउ रोपिन्छ। ठिक भन्नुभयो काका तपाईँले। अहिले हामी दुईजनाले बोल्छौँ, भोलि 10 जनाले सोच्ने छन्, अनि पर्सि 100 जनाले। जात भन्ने कुरो हाम्रो परिचय होइन, यो पुरानो रीत हो। यसलाई हामी सबै मिलेर परिवर्तन गर्नु आवश्यकता छ। हामी सबै एउटै सूर्यको छायामा छौँ, हामी सबै एउटै माटोमा फुल्छौँ। मान्छे एउटै हो, रहर दुःख चाहना सबैको एउटै नै छ। धन्यवाद, सबैको जय होस्।